कोट पनि छ, टाई पनि छ, जुत्ता पनि छ। अब बाँकी भनेको चाहिँ कानको टप र यो हातको बाला मात्र बाँकी रहेछ। यो चाहिँ समय आएपछि उचित समयमा फालौँला होइन। यसो बाटोमा के फाल्नु भनेर यसो लगाइदिएको होइन। यो झोला त फाल्ने कुरो भएन, यही झोलामा छ सब कुछ। यसैले सब कुछ सबै कुरा निर्धारण गर्ने हो होइन। कपाल सपाल चैट, दारी सारी चैट, टिटी ट्यास ट्यास। किन बनाएको भन्दाखेरि रुपबाटर छैन। रुपबाटर छोडेर अलि टाढा गएको धेरै भयो होइन। त्यही भएर तारिफ गर्दै नि कोही भएन। त्यसैले भिडियो मार्फत अलिक मोटा छु क्या, मोटो देख्छु त म त गाला त। कि यो कोट लाउँदा मात्रै मोटो देख्छु त म त। मलाई त कोट खोलेपछि त फेरि ठुलो देख्छु जस्तो लाग्छ। स्टोकोट लाएर पनि होला, छुट्टै यसको सान छ नि त। के कस्तो देखेछु भनेर हो है। ल क्या भन्छ, प्रतिक्रियाको लागि पर्खाइमा छु। किप इट अप म्यान।